सुदूरपश्चिम प्रदेश सरकारले घाटगद्दीमा भएको काठ दाउरा जुन जे जस्तो अवस्थामा छ सोही अवस्थामा राख्नु, लिलाम बिक्री वितरण नगर्नु भन्ने कैलाली जिल्लाको धनगढी डिभिजन वन कार्यालय र पलनपुर डिभिजन वन कार्यालयमा लिलाम रोक्का गर्दा साझेदारी वन उपभोक्ता समूह र सामुदायिक वन उपभोक्ता समूह र नेपाल सरकारको काठ चाहिँ कुकाठदेखि लिएर कुहिने अवस्थामा प्रदेश सरकारले राज्यलाई, देशलाई राजस्व र समूहको आम्दानीमा दैनिक कार्यालय सञ्चालनदेखि लिएर वन संरक्षण, वनको व्यवस्थापन, जीविकोपार्जनमा अवरोध सिर्जना गरिरहेको हुनाले तत्काल लिलाम फुकुवाको लागि हार्दिक अनुरोध गरिन्छ र साथै यही कार्तिक 30 गतेबाट दिगो वन व्यवस्थापन लगायत लिलाम फुकुवा, रोक्का फुकुवा लगायत 25वटा भन्दा बढी बुँदाहरूको माग राखेर आन्दोलनको घोषणा समेत भइसकेको छ र प्रदेश सरकारले कार्तिक 28 गते सरकारवालाको गोष्ठी आयोजना गरेको छ। त्यसमा यदि प्रदेश सरकारले हाम्रा मागहरू सम्बोधन गर्ने, तत्काल सम्बोधन गर्ने प्रतिबद्धतासहित लिखित समझदारी भए मात्रै हाम्रो आन्दोलन स्थगित रहनेछ, अन्यथा हाम्रो आन्दोलन जारी रहनेछ र यो काठ कुहिने अवस्थामा छ। यसको भोलिको दिन क्षतिपूर्ति, यदि गुणस्तर ह्रास भएको क्षतिपूर्ति प्रदेश सरकारले चाहिँ बेहोर्ने खालको चाहिँ कुनै पनि या सरकारले चाहिँ राज्यलाई क्षति हुने या समूहलाई क्षति हुने कार्य गर्छ भने त्यसको क्षतिपूर्ति समेतको चाहिँ व्यवस्था गर्नुपर्ने चाहिँ कानुनी या संविधानमै व्यवस्था गर्नुपर्ने बाध्यता छ। नभए चलखेल गर्न पाउने, नीति अनुसार, समूहको कार्ययोजना अनुसार, ऐन नियम अनुसार निरन्तरता गर्नुपर्ने जुन संवैधानिक अधिकार हो, सार्वभौम अधिकार हो, उपभोक्ताको नैसर्गिक अधिकार हो, त्यसलाई कुण्ठित हुने काम भइरहेको छ। यसलाई तत्काल सम्बोधन होस् भन्न प्रदेश सरकार र सङ्घीय सरकारलाई अनुरोध गर्न चाहन्छु।